हेलो गाइस, फेरि पनि तपाईलाई स्वागत छ है। आज चाहिँ म अस्तिको जग्गामा फेरि कुरिलो खोज्न जाँदैछु। पाउँछ कि पाउँदैन त्यो चाहिँ थाहा छैन, तर खोज्नु चाहिँ जाँदैछु है। भर्खर घरमा घाँस पुऱ्याएर कुरिलो खोज्नु गएको। छ कि छैन, अब छैन रहेछ भने दाउरा हेर्दै आउनुपर्छ, भरे लिन जानुपर्छ है। कुरिलो चाहिँ सक्दो पाओस् भन्ने आशा छ मेरो चाहिँ। पाउँछ कि पाउँदैन। अस्ति 3-4वटा त टुसा छोडिदिएको थिएँ, त्यही टुसा भए पनि भेट्यो भने भइहाल्छ नि। आजको बिहानै आज कुरिलो खोज्नु गइदिएको है। छुट्टीमा चाहिँ अब सबैजना खोज्नु जान्छ नि त गाउँकोहरू, अन्त चाहिँ म पनि गइदिएको खोज्नु। कुरिलो खोजेर है घरमा ल्याएर खानुपर्छ, तर मलाई नै मन पर्दैन है। अलिक पछाडि चाहिँ यहाँ त औले निङ्ग्रो पनि पाउँछ, त्यो चाहिँ तर खोज्नु साह्रो पर्छ। जुगाले टोकेर है हत्तु बनाउँछ खोल्चातिर। म चाहिँ अहिले सक्दो चाहिँ कुरिलो भेटोस् भनेर जाँदैछु। किप वाचिङ गाइस। म चाहिँ अब जाँदैछु है। नर्स पनि ब्लिडिङ भयो। यहाँ चाहिँ पाती भेट्छ नि, तल मात्रै छ है पाती। अब कुरिलो खोज्ने जङ्गल आइपुगेँ। अलिक पर जानुपर्छ अब चाहिँ है। पुगिसकेको अब जाँदैछु। नर्स ब्लिडिङ भएर हेर्नुहोस् हातमा कुन। किप वाचिङ गाइस, हेर्दै गर्नुहोस् होला। सो गाइस, अब चाहिँ मेरो नर्स ब्लिडिङ हुन नि रोकियो है। अब म चाहिँ जाँदैछु, हेर्नुहोस् ब्याक साइडको है। गाइस, अब चाहिँ म जङ्गल आइपुगेँ है, कुरिलो भएकै ठाउँ। सो खासै कुरिलोको बोट पुगेँ कि देखिहालेँ है। के भन्नु आजै आएको छैन। कता मैले टुसा देखेको थिएँ, सिङ अस्ति भर्खर आउने गरेको देखेको। जङ्गलमा चाहिँ टुसा देख्छ, के थियो अब त्यो मेरो ब्लगमा नयाँ आउनु भएको भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनुहोस् होइन। म चाहिँ त्यही भन्न चाहन्छु, फर्स्ट चाहिँ मलाई सपोर्ट गरिदिनुहोस् अलिक। तपाईँहरूको सपोर्ट मलाई पनि चाहिएको छ है। म चाहिँ कुरिलो खोज्दैछु, अब कुरिलो खोज्छु हेर्नुहोस्। बल्ल मैले कुरिलो चाहिँ आएको छु, निकै नै आज पनि है। यो एउटा चाहिँ निकै लामो छ, एउटा निकै मोटो छ हेर्नुहोस्। ड्रागन जस्तै है, चाइनिज ड्रागन जस्तै। हत्तु भयो गाइस। अब चाहिँ घरमा गएर खाजासाजा खाएर फेरि सुतर लिन आउँछु। यहीँनिर दामी रहेछ सुतर पनि हो। बल्ल गयो माथि जङ्गल, यो माथि डल्लै चार्दा यो तल पल्लोटिको अस्तिको डाँडा डल्लै चार्दा चाहिँ यति पाएको छु गाइस। यति मात्रै पाएको छु है। यस्तै रहेछ। तपाईँ त साह्रै कम्ती नै पाउँछ होइन गाइस। आजको लागि यो भिडियो यति नै। अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई।